रिग्रेट गर्के हैन यसको पनि दसैँ आउन चाहिँ आउनुस् फेरि हैन अफरोड किङ हैन मोटे गाइजहरु हामी हिन्जाको एकदम भाइरल ठाउँमा आएको छौं हैन भाइरल ठाउँ एकदम भाइरल हामी हिन्जाको एकदम भाइरल ठाउँ आएको यहाँ चाहिँ तन्नै आइसकेको रहेछ हामी चाहिँ उता सानोमा खेलिसकेका छौँ हैन त्यो पनि भिडियोहरु हजुरहरूले देखिसक्नु भएको छ हामी तीनजनै हो यही एउटाले पुरा उकालो तानेर ल्यायो हैन हजुरहरू पनि हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो बबाल छ हैन अहिले चाहिँ मान्छे र राइडरहरु के यहाँ चलाउने मान्छे न चलाउने मान्छे कका कका ल जाऊ फोन नबिग्रेर ब्लग चाहिँ खत्रै हुन्छ के गरे के छ र नेक्स्ट टाइम एकचोटि आएपछि त अब त्यही त नि बिरालो पल्किहाल्छ नि एकचोटि दुध दिन्छ बिरालो हैन वाउ ए माटो नि बलले सक्यो ल है हामी चाहिँ अहिले माथिबाट नि देखाउँछौँ अहिले हामी यहीँ तलबाट हेरौँ लेट्सी फिबर अचल सौर्य तारा उत्तर जाने हो त्यहाँबाट माथि आउँदै त्यहाँ माथि त किन जाने हो माथि जानु मिल्दो रहेछ त त्यहाँ माथि गएर भ्यूै आउँदैन माथिबाट माथि होला नि त झन् बवालै छ ए त्यहाँ माथि त्यहाँ त हिँडेरै जाने होला नि त्यहाँबाट यताबाट हिँडेर ऊ त्यहाँ माथि त्यहाँ बार छ नि त्यहाँ ऊ त्यहाँ ठिक्क औँलाको टुप्पोमा त्यहाँ नि जानु मिल्ने रहेछ हामी त्यहाँ नि जान्छौँ हाम्रो पेट चाहिँ कराइरहेछ हाम्रो पेट कराइरहेछ होइन अनि यसो हामीले केही खानेकुराहरू खानुपर्ने हुन्छ होइन अघि हामीमा पौडी खेल्न लगाएको थियो नि दुईवटा कपल्स के खाँदै रहेछ कि माथि नि खेल्ने हो यहाँ नि यहाँसम्म चिसो आहा होइन हेर्न सक्नुहुन्छ यस्तो यो ठाउँमा चाहिँ आउनै पर्छ किनकि यहाँ पोखराको एकमध्ये सबैभन्दा राम्रो र नि चलेको ठाउँ हो अनि यहाँ चाहिँ नेपालको मात्र होइन कि विदेशबाट नि मान्छेहरू टन्नै आउँछ कि धेरै त्यही भएर एकचोटि चाहिँ घुम्नैपर्छ जिन्दगीमा यो ठाउँ आएन भने त्यो मान्छेले यो भिडियो देखेर चाहिँ रिग्रेट गर्छ ढुक्क त्यहाँनिर अब कुन चाहिँले होइन को खाँदा खाँदै अब ऊ गरेको रहेछ छोडेको रहेछ होइन कमिला गएको रहेछ चाहिँ हामी त चारजना आएको थियौँ होइन एकजना चाहिँ बिचबाट फर्कियो त्यसलाई चाहिँ यो ठाउँ आउनु नपाएर यस्तो रिग्रेट होस् नि होइन होइन तँलाई ओइ होइन तँलाई रिग्रेट तँलाई होइन भिडियो हेर्दै छस् भने होइन रिग्रेट गर्के हेरे त होइन ऊ त्यहाँ पर त होइन कपल्सहरू खाजा खाइरहेछ ल अब हामी यहाँ आयो कहिले आउँछ उता पौडी खेलेर आएको चिसै कटुला र मुते जस्तो अलरेडी हामी पौडी खेलेर आएको होइन यो मान्छे गइ यता यता पछाडि फर्केर पछाडि यो मान्छेको नि चिसै छ तर यहाँ त सक्दैन लास्ट चिसो छ यार हाम्रो मात्रै के कुरा गर्नु उसको नै ढके फेरि यतिकै त हुनुपर्छ क्या ल तर भने होइन एभर के मैले लगभग नेपाल चाहिँ मैले घुमेर भ्याइसकेँ कि नेपालको राम्रो राम्रो ठाउँहरू सबै घुमेर भ्याइसकेँ त्यही मध्येमा होइन एकदम राम्रोमा होइन टप 15सम्ममा राख्न मिल्ने खालको राम्रो ठाउँ हो यो चाहिँ तपाईँहरूले पनि एकचोटि भिजिट गर्नु होला पोखरा हेम्जा हुँदै लुम्रे भन्ने ठाउँमा आउनुहोस् एकदम बवाल छ पोखराबाट समथिङ कति 3 किलोमिटर त्यहाँबाट 7 किलोमिटर 10 भनौँ न 10-12 किलोमिटर होला अनि आउनुहोस् अब तपाईँहरूले यहीँ खानुहुन्छ पनि भयो ल्याएर पनि केही कुराहरू खान सक्नुहुन्छ र अनि साथीहरूसँग रमाइलो भिजिट पनि हुन्छ र अनि भ्याकेसनहरू होलिडेहरू मनाउनको लागि यसो घुम्न आफ्नो मुड फ्रेस बनाउनको लागि एकदम बवाल छ र अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यहीँ छ मेरै अगाडि एकदम
तपाईँको यो त अब हामी पानी पर्ने सिजनमा आछ तपाईँहरू चाहिँ यदि आउनुभयो भने ठ्याक्क घाम जतिको अथवा गर्मी बेलामा आउनुभयो भने चाहिँ एकदम बबाल पुरै नगर कस्तै र अब हामी त्यसपछि अब हामी दुई भाइ घुम्दा घुम्दै हामी यहाँसम्म आइपुगिसक्यो। उहाँ चाहिँ सुदीप कश्यप राइडर उर्फ युट्युबर जिउ होइन। हाम्रो अब घुम्दा घुम्दै यस्तो हामी अब यस्तो हुन्छ क्या अब ऊ पनि जबवाला म पनि जबवाला अब महिनौ हप्तौ अब भेट हुन्न अब खासै हिँड्न पाइन्न होइन। चट्ट यस्तो हिँड्न पाएको बेलामा यस्तोहरू यो ठाउँहरू घुम्ने होइन। ल हेर्नुहोस् यति राम्रो छ नि होइन मुड फ्रेस गराउनको लागि होइन। सबैजना आउनु नै होला होइन। यतिको ठाउँमा आउनु भएन भने चाहिँ हजुरहरूलाई रिग्रेटै हुन्छ क्या। अनि अर्को कुरा यदि तपाईँहरू गर्लफ्रेन्ड छ होइन अनि पीडित हुनुहुन्छ अलिकति गर्छ आउनु एक्लै रमाउनु गर्लफ्रेन्ड अब रिलेसन राम्रो छ यदि गर्लफ्रेन्ड रिसाएको छ भने नि फकाउनलाई यहाँ ल्याउनुहोस्। यदि तपाईँको गर्लफ्रेन्ड छैन भने पनि यहाँ आउनुहोस्। जसै आउनु छ आउनुहोस् फेरि होइन। आउनु चाहिँ पर्छ क्या फेरि। यति राम्रो छ कि होइन हामीले अब पहिल्यैबाट देखेको यहाँ मान्छेदैन उता माथि देखिन्छ। अहिले हामी त्यहाँ गएर पनि देखाउँछौँ। यहाँनिर अब हामीले त उतै पौडी खेलेको नत्र यहाँ पौडी खेलेको पनि उता मान्छे पुरै चिसो छ होइन। नत्र हामी खेल्थ्यौँ यहाँ पनि किनकि यस्तो बबा चाहिँ नि त्यो हामी यहाँ बाहिर पौडी हामी के यहाँ यति राम्रो छ चिसो छ होइन। हामी यहाँ बाहिर पौडी खेलिराख्दाखेरि पनि यो माथिबाट पानीहरूले एकदम चिसो बनाउनु एकदम राम्रो हुन्छ। अब स्पेसली गर्मी महिनाको लागि एकदम फ्रेस हुन्छ क्या यहाँ आयो भने। तर भन्न त भने पौडी खेल्ने भनेर यहाँ खेल्न चाहिँ दिन्छ कि एकदम राम्रो छ क्या। अहिले यता तस्बिरको भिडहरू पनि देखाउँछ यस्तो यस्तो भिडहरूमा होइन घरहरू बनिएको छ होइन होइन। त्यहाँ देख्न सक्नुहुन्छ फेरि धारा है। त्यहाँनिर धारा छ होइन पानी चाहिँ आएको होइन पुरानो भएन होला बेसन पनि त्यो रहेछ। माननीय जीवहरूले चाहिँ यसलाई पनि अब खाजाखुची पारिदिनु रहेछ धारा सारा सबै। हाम्रो अब माननीय जीवहरूले चाहिँ के भन्न चाहन्छु भने हाम्रो नेताहरूको पर्यटक रमाइलो छ चाहेहरू उताबाट आउँदै हुनुहुन्छ चाहेहरू सबै हाम्रो मान्छे गएर लेट्स गाइजहरू हाम्रो फोटोसोटो खिच्ने नि भयो हाम्रो फोटो सेसन नि भयो हाम्रो भिडियो नि आउँछ कतम कतम भन्नेमा होइन। ल अनि यो साथीको भ्लग चाहिँ मेरो युट्युब च्यानलमा आउँछ सबैजनाले हेरिदिनु होला है। उसलाई पनि मेन्सन गरेर हाल्छु मैले चाहिँ बुझ्नुभयो नि। त्यो त्यही हो सबैजनाले माया गरिदिनु होला हामीलाई चाहिँ। ल ल खाले बेटा फेरि नै त खाले होइन। हेर्नुहोस् यति त्यो लाइन म कति भन्नु कि होइन पिपुल हर्ट होइन बट नेचर हिल यहीँनिर लागु हुन्छ क्या त्यो लाइन चाहिँ होइन। यस्तो राम्रो छ बाटो हामी आयो अब घुम्छौँ एकछिनमा उता माथि जान्छौँ अनि त्यसपछि यसो पेटलाई पनि पूजाहरू हेर्नु पऱ्यो होइन। तर ठाउँ यति अनडिस्क्राइबेबल सो आइ एम नट डिस्क्राइबिङ। अब हामी जान्छौँ त्यहाँ माथि जाने ठाउँ चाहिँ बरु कताबाट होला यताबाट हो कि यहाँनिर पक्रिनु यता माथि जान्छ अहिले साथीहरू त्यहाँ जानु पाउँदो रहेछ होइन टाढैबाट
के खाएर जाउँ अनलाइन पे हुन्छ होला नि त्यही नेट पनि छैन हामीसँग ल यहाँनिर वाइफाई पनि छ रहेछ एकदम राम्रो छ बादलहरुको थुतुनो देखाउँ बादरहरूको त जुन हो बादर आउनुहोस् यता हामी 3 बादर होइन घुम्दै हिँडेको वन जङ्गल गरेर ल पर पर्सन हो कि रुममा एउटै मात्र हो बेड एकजनाको हो पर पर्सन 1250 एउटा रुममा 2 जना सुते पनि 1200 नै पर्छ 1250 एकजना यो रुममा एकजना सुते नि 2 जना सुते नि त्यसमा चाहिँ खानाहरू 1200 मा खाना साना नि आयो चिकन खाना प्लस ब्रेकफास्ट एक छाक होइन पनि खाना र ब्रेकफास्ट अघि बसेको ठाउँमा चाहिँ अलिकति राम्ररी भ्यू नदेखा जस्तो लागेर हामीले चाहिँ प्लेस चेन्ज गऱ्यौँ है त ल गाइजहरू हामी चाहिँ होइन खाजासाजा खाएर अब निस्केको होइन थोत्रो बाइकमा ट्रिपल लोड होइन हाम्रो नयाँ बाइकमा हामी ट्रिपल लोड हो होइन ल अब हामी चाहिँ निस्केको ल वाटरफललाई चाहिँ बाई बाई आजको लागि होइन ल अब हामी चाहिँ हाम्रो गन्तव्यमा लागेको होइन बाटो चाहिँ यतिको छ किनकि अब आउँदाखेरि कतिको बाटो छ होइन कस्तो छ भनेर तपाईँहरू प्रिपेयर भएर आउनु होला भनेर चाहिँ मैले यो भिडियो हजुरहरूको लागि स्पेसली बनाइदिएको छु होइन हेरिदिनु माया गरिदिनु अन्तिमसम्म तपाईँहरूलाई नै सजिलो नै हुन्छ होइन त्यहाँ मास्तिरको गाउँ देखाउँछु होइन अब गाउँ देखेरै म टुवा परेँ के कस्तो भने अझै के भिर जस्तोमा खापल्टो खोपल्टोमा घर बनाएको हाम्रो चाहिँ यता फेरि अब हाम्रो सेकेन्ड एमआरबी बन्ने साथी छ होइन अफरोड किङ होइन हेर्नुहोस् पानी परेको बाटो यस्तो छ होइन तर पनि अब बाइकको स्पिड भनेको हेर छुमन्तर होइन अहिले लड्यो भने केही छैन माछिले हुन्छ होइन मैले केही गरेको छैन हेर उयो हो तल तल खिचिँदै गएको खुट्टामा बल लगाऊ साथी तिम्रो स्ट्यान्डमा मेरो खुट्टामा होइन कि तिम्रो खुट्टामा ए भाइ मैले लगाएकै छु अरू त्यस्तै हो एक्लो छोरो के बाउभन्दा नदेलो भनेको गाउँ चाहिँ ऊ त्यो हो के ऊ कस्तो छ भने सानो सानो त्यो घरहरू चाहिँ छुट्टा छुट्टै घुरिङ गाउँ जस्तो अब तामाङ गाउँ चाहिँ गाउँ चाहिँ होइन तर कस्तो छ भने कस्तो के ठाडो छ के यो अहिले हामी भएको चाहिँ नाकमा होइन त्यो चाहिँ निधार जस्तो छ के हेर्नुहोस् न त्यो गाउँ कस्तो छ हेर्नुहोस् यस्तो छ यहाँको अवस्था अलिकति धेरै नै अफरोड भयो होइन हेर्नुहोस् ल यस्तो छ त्यो गाउँ मेलबोट 11 किलोमिटर यहाँबाट कति हेम्चा 11 किलोमिटर ल जम्मा 11 किलोमिटर रहेछ भइरहेछ जम्मा 11 किलोमिटर रहेछ आउनुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् आज हाम्रो त एकदम मेमोरेबल डे भयो होइन पिच रोड अफरोड भनौँ न अफरोड चाहिँ जम्मा यति छ कि अब हामी एकछिनमै त्यहाँ मेन रोडै भनौँ न पिच रोडमा पुग्छौँ ल त्यहाँनिर चाहिँ अब चेकिङ हुनसक्छ होइन सो होइन म चाहिँ यो पुलको बाटो हिँड्दै जान्छु उनीहरू चाहिँ हिँड्दै जान्छ होइन केही छैन होइन आराम गरो आराम फरमाइस गरो होइन उतातिर हेर्नु छैन अलिकति अँध्यारो भएछ त्यहाँनिर चाहिँ बालो सालो झिक्ने ठाउँ छ यहाँनिर नयाँ घर बन्दैछ होइन यहाँनिर पनि राम्रो छ यहाँ पुरा भ्यू हेर्नुहोस् होइन पुरा भ्यू यस्तो छ अनि चाहिँ अब हरियालीहरूमा घुम हो जा रहे हैं तो
अब हामी यत्तिकै जान्छौँ त्यहाँनिर अब काम गरिराख्नु भएको छ प्रगति गरिराख्नु भएको छ अघि अब खाजा अलिकति धेरै भएछ निस्किन लाग्छ त्यही भएर यसो वाक पनि त हान्नु पऱ्यो नि होइन ओ त्यहाँतिर पनि स्कुल छ रहेछ क्या ओ त्यतिखेर आएको चाहिँ स्कुल रहेछ त्यहाँनिर नै राम्रो गाउँ रहेछ क्या होइन हामीतिर माथि माथि गाउँहरू हुन्छ लाइक अब पोखराबाट धेरै टाढा पनि छैन होइन गाउँको लागि यसो बसोबासको लागि एकदम राम्रो छ साथीले त्यहाँ मलाई लिन आइरहेको छ होइन किनकि अब यहाँ पुलिस छ होइन यसो हेर्नु पऱ्यो होइन अब हम बैठेंगे और जाएंगे चलो ले गर्दाखेरि अलिकति बोल्नै सकेको छैन कि अलिकति हुन्छ नि त नि भित्रैबाट अलिकति एकेस भइरहेछ सो अलिकति छेउ चाहिँ नमानिदिनु होला किनकि अब किनकि अब यत्तिकै हेरिराख्दाखेरि अब सानो आवाजमा होइन नर्मल आवाजमा बोल्दाखेरि तपाईँले फेरि छ्याउ लाग्दै जाला तर भ्लग हेर्नै भयो किनकि अघि हामीले उहाँको सो अब फिर से चलो केही छैन एउटा साथीले घाट गरेर अलिकति यहाँ हाम्रो उही भटभटेले अलिकति गाह्रो पऱ्यो त्यही भएर आज होप गर्दछौँ होइन अब हाम्रो यति मेहनत यति आजको उसलाई चाहिँ तपाईँहरूले माया गरिदिनुहुन्छ भनेर यो बाटोहरू कति यस्तो छ कि तपाईँको यहाँ आएपछि चाहिँ होइन रिग्रेट चाहिँ हुँदैन कि यो यो ठाउँमा चाहिँ हामीले सुनेको 2 जना बच्चा मरेको अरे 6 जना हाम फालेको अरे 4 जना चाहिँ निक्ल्यो अरे र अनि 2 जना चाहिँ निक्लेर मऱ्यो अरे भन्ने सुनेको थियौँ अनि ऊ त्यहाँनिर चाहिँ बाँसको पुल छ क्या अनि त्यहाँनिर मान्छेहरू जान्छ फोटो खिच्छ भाइरल ठाउँ छ नि त अहिलेको अनि त्यहाँनिर जाउँ भनेको अहिले चाहिँ त्यहाँको बासिन्दाहरूले अब पुलिसहरूले जान नदिने रहेछ त्यही भएर हामीले चाहिँ यहीँ टाढैबाट देखाइदियौँ हेर्नुहोस् होइन अनि हजुरहरूबाट पनि आशा गर्छु कि होइन तपाईँहरू पनि कन्टेन्टको लागि केही भ्युजको लागि चाहिँ त्यस्तो नगरिदिनु होला भन्ने आशा राख्छु अब यो चाहिँ के हो भने भन्न पनि मैले मात्र होइन सबैले भन्छन् कि ब्लगरहरू ठुल्ठुला भनौँ न अहिले चलेका सबैले भन्छन् होइन तर पनि अनि रमाइलो गर्नुपर्छ घुम्नुपर्छ तर पहिला चाहिँ आफ्नो सुरक्षा होइन माथिपट्टि जाने ठाउँ चाहिँ मेरो साथीको गाउँ जाने भिडियो गाउँ हो बाटो हो अब यसो पछिल्लो भिडियोहरू हेर्नुहोस् र अनि अब पछिको भिडियोहरू हेर्नुहोस् त्यसमा हामीले देखाउनेछौँ तपाईँले त्यो बाटोहरू अहिले चाहिँ सबै पिच भएको छ अरे बिस्तारै बिस्तारै पोखरा विकसित हुँदैछ होइन पोखरालाई पोखरा बनाउने हो होइन स्विजरल्यान्ड होइन पोखरालाई पोखरा नेपाललाई नेपाल बनाउनुपर्छ सो हामी सबै एक हौ भन्ने नाराले अगाडि बढाऊ चलो नरोक्ने अब हामी चल्दैको यति राम्रो छ हेर्नुहोस् होइन तपाईँको विदेशको बाटो हेरेर कुनै भन्दा पनि कम छैन ल हाम्रो मित्र आइसकेको छ होइन हाम्रो मित्र आइसकेको छ सो अब ओ लड्कीले बुलेट हानिदिएको ल हेर केटा हो यो ठाउँहरूसँग हाम्रो यति पुरानो यादहरू छ नि है हाँसेर कसम जिन्दगीमै बिर्सिँदैन क्या त्यो पलहरू त टाइम पास हुन्छ नि यहाँ होइन दिनभरि अल्छी गऱ्यो यसरी पाइन्छ होइन अरू पनि पाइन्छ त्यस्तै पायो भने भ्यू चाहिँ हेर्नुहोस् यस्तो राम्रो छ नि सो गाइजहरू अब
मेरो थोडा हेर्नुहोस् होइन। अब आजको भ्लग चाहिँ हाम्रो यहाँनिर एन्ड हुन्छ होइन। अब हामी फेरि यस्तै भिडियोहरू ल्याउँदै गर्छौँ। सो माया गरिराख्नु होला, साथमा भइराख्नु होला। यहाँसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। गुड बाई। Thanks for watching. Please subscribe.